साथीहरू, मान्छेको जीवनमा कति बेला दुःख आउँछ थाहा हुँदैन। हेर्नुहोस् त, यति बेला बागलुङ जिल्ला निश्चयखोला गाउँपालिका वडा नम्बर 5 निसी निवासी 29 वर्षीय देवेन्द्र सुनार यति बेला बाइक एक्सिडेन्ट परेर पन्जाबमा उपचार गरिरहेका छन्। उनको घरका आर्थिक अवस्था कमजोर भएसँगै यति बेला उनलाई सहयोग मार्फत उपचार गरिरहेको अवस्था छ र तपाईहरुले पनि उहाँलाई सहयोग गर्न चाहनुहुन्छ भने कमेन्ट बक्समा गएर हामीले चाहिँ उहाँको श्रीमतीको खाता नम्बर राखिदिएका छौं, त्यस खाता नम्बरमा सहयोग गर्न सक्नुहुनेछ र तपाईहरुले यसै पेजमा पनि मेसेज गर्न सक्नुहुनेछ र यो भिडियोलाई सक्दो शेयर गरेर संसारैभरि पुर्याइदिनु होला ताकि उहाँको जीवन बचाउन सकियोस् र उहाँको नयाँ जीवन दिन सकियोस्। एउटा आफ्नो घर परिवारको लागि, आफ्नो घर परिवारको खुसीको लागि पन्जाबमा रोजगारी गर्दै आफ्नो जीवन निर्वाह गरिरहेका देवेन्द्र सुनार यति बेला उपचारको क्रममा रहेका छन्। त्यसैले यो भिडियोलाई सबैजनाले सक्दो शेयर गरिदिनु होला ताकि तपाईहरुले सहयोग गर्न नसके पनि यो भिडियोलाई सबैमाझ पुर्याइदिनु होला र तपाईको यदि सानो सहयोगले उहाँको जीवन बाँच्छ भने तपाईले 1 रुपैयाँ भए पनि सहयोग गर्न सक्नुहुनेछ भन्दै यो भिडियोलाई सक्दो शेयरको लागि म विनम्र अपिल गर्न चाहन्छु।